ल आजको भात तिउन तरकारी कसो भइरहेछ हाम्रो यो चाहिँ मैले उ गरेको साथीहरू आज चाहिँ यो के अरे कर्कलो यस्तो राम्रो देखेँ के नराम्रो हेर्नु न टिभीमा देख्यो भने कस्तो हुन्छ यो होइन होइन त्यही भएर मैले चेक गरेर बल्ल न साथीहरू यो आज कर्कलोको चाहिँ यो अलिकति यो रैथाने खानेकुराहरूलाई पनि हामीले माया मारेर हुनु के घैया सामा काउनु होइन म ठ्याक्कै त्यहाँनिर ठ्याक्कै मिलाएको खुर्सानी खानु पर्ने छ कि हो खुर्सानी खाने भइहाल्छ कसरी पनि यो पङ्खाले हो कि यस्तो लाइट गर्ने हेर न अलिअलि के डिस्प्ले छाया पार्छ भयो अलिकति रिफ्लेक्सन है कता नि पर्ला हामी कोदो गर्न जाँदाखेरि अचार बनाए एक्सट्रा लग्यो लाइट गइरहेछ म त काँचै मेरो ढुम्फ्याएर एक टोपीमा मकै कोदो रोप्यो रुखमुनि गयो अनि सबैले खान्छ करेला काँचो करेला अनि यिनीहरू भनेको खाना मात्रै होइन कि इट्स नट ओन्ली फुड के जिन्दगी तपाईँको हजुरको यो डिजास्टरहरू हुन्छ नि हाम्रो हेलिङ असिना पानी बाढी कहिले पानी पर्दैन धान धेरै फल्दैन कहिले थन्क्याउने बेलामा असिना आउँछ सबै झारिदिन्छ 80-90%। बाटोघाटो छैन थिएन पहिला हाइवेहरू पनि थिएन काँडे बेसाएर खाने सुपर मार्केट भनेको त सब पनि आइसकेको छ उकापोक्ने सिस्टम अनि सिधै यो तपाईँको दुःखको साथीहरूको पिँडालु भनेको कर्कलो भनेको गाभा भनेको सामा भनेको मस्याङ भनेको चट्टानमा फल्ने कुराहरू रैथाने खेतीहरूलाई ढेँडो फाँडो कर्कलो गाभा सबै चाहिँ हामीलाई चाहिँ हाम्रो पुर्खाहरू जन्मेको हुर्किएको खाएको जिन्दगी धानेको यही बाटो हो क्या र हामीले यो कुराहरू बचाउनु पर्छ कि हाइब्रिड ल जापानले अमेरिकाले हाइब्रिड निकाल्यो अथवा चाइनाले निकाल्यो होइन त्यो 1-2 लटको हो त्यसपछि फेरि उसले 60औं पुस्तासम्मलाई उसले हाइब्रिड बनाइरहेको हुन्छ क्या धेरै सक्छ हाम्रो त अब पहिलाको ज्याम्रुके धान साली धान अहिले राधा साथ 8-9 हुँदै आउँदै अहिले के आयो के होइन तिनीहरू अलिक फल्न धेरै फल्ला वेट धेरै होला दाना धेरै लाग्ला तर फेरि तिनीहरू त्यति कम होला भने ब्रोइलर कुखुरा जस्तो क्या त्यसलाई धेरै विषादी चाहिने धेरै न्युट्रिसन चाहिने झामपानी ठ्याक्कै मिलाउनु पर्ने त्यसको भर पर्नु न साथी के हो यो सागदेखि र पिरो ठिकै भएछ दुई बहिनीले खाइदियो यो बिस्तो के नि हुन्न धेरै हुन थालेछ बल्ल तर सधैँ नहुने नि सिजन अनुसार त्यो अनुसारै हुन्छ होला कि कहिले हाम्रो जिउ नै त्यो कुरा थाम्न सक्ने नरहेछ कर्कलो काँच चाहिँ नुन र हुर्सेन दलेर खाने भनेपछि नेपालीहरू कस्तो हुन्छ हेर्नुहोस् त कस्तो स्वाद हो त कस्तो टङ हो कस्तो जिब्रो हो कति मिठास हो हेर्नुहोस्
यो रोटीमा भातमा सबै कुराको फ्लेभर हुन्न क्या त्यो अर्की चाहिँ मान्छेले मिठो तरकारी खोज्न थाल्छ यो चाहिँ नुन बर्काउनु पर्छ खुर्सानी चाहिँ धेरै त स्वाद दिनै पर्दैन यो चाहिँ सोयल कुखुराले खप्ला खप्ला पारेर बन्छ आएको क्या यसो बेसिक कन्सेप्ट हाम्रो फेरि नुनको मात्रा कमै हुन्छ हामीले सी फुड खाँदैनौँ यसमा अलि यो धेरै आयोडिन हुने अनि चाहिँ डाँडा काँडा उकालो फिजिकल धेरै काम पसिनाबाट जान्छ त्यसपछि तपाईँ हामी नर्मल नेपालीले खाने नुन सोलको नुनको मात्रा चाहिँ म्याक्सिमम् हुन्छ इभन साउथ एसियन विदेशीहरू आयो भने तपाईँ हामीले खाने नुनको मात्रा जिल्लिएर 5 चोटि हाल्यो हुनुपर्छ घरको मान्छेले पालै पालो भन्ने सोच्छ कि अलिअलि बढी पनि भन्ने हुँदैन कि 4-5 चोटि हाले जस्तो हुन्छ ठुलो नुनले पछि निकाल्नु छैन एसियामा आउनु छ त्यही खानामा त्यही मासुमा भएको नुनले पुग्ने नै हुन्छ कि उनीहरू अथवा बोइल खाइदिनु धेरै अझै दसैँ आउनु लाग्यो साथीहरू अब दसैँमा कर्करोले चाहिँ निम्त भन्दै हो वाक्सेलाई क्या वाक्सेलाई मगर खसीलाई घिउ खसीलाई लिलीकोटको बोको नि ट्रेकिङ आउँदैछ जति आउँछ यत्रो गाडी छिरेको थियो बिहान गरी उदार्दैछ माइक्रो भैलिनीहरू त मुगलिन आउँदै जाँदै गरी भइलिन्छ क्या यताको यता उता उता अरू हिँड्न सक्ने एक्लो मान्छेलाई त सानो झोला भएको त भयो यति हामीलाई त ऊ भएको छैन 2000 स्ट्यान्डमा हुन्छ त्यो पहिलाको झर्नै पर्ने नै हो क्या त्यो त एउटा त कति ठुलो मुगलिन हाइवेको कुराहरू क्या अहिले लिलीकोटे राजा बोका गाडीमा आउनु अलिकति गफरे खाना खाँदै झुलो खाएको त अगा जस्तो भयो म 3 गुणा चाँडा खाने मान्छे थ्याङ्क यू मोबाइलले पनि बोलायो जति ढिलो र जति थोरै बुझाइहाल्नुभयो जति धेरै चपाउनु थाल्नुभयो नि त्यसपछि तपाईँको शरीरले चाहिँ भयो भने चाहिँ जति तपाईँ स्याउछेउ तातै हो कुकी खानुहुन्छ नि पेटलाई थाहै हुन्न कि यो भरै नै छ मलाई पुगिसकेको उसलाई थाहै हुन्न त्यो टु क्विक हो क्या झ्यास तातो पनि हात हालेर झिक्न सकिन्छ नि हामीले मुलेकै पानीमा नि खोली नै त्यो क्विकको उमेर फिलै हुँदैन क्या तपाईँ त्यही भएर होला क्या कोही खाना मैले 3 गुणा बढी खान्छु है 3 थाल अर्थात् 3टा माउन्टेन अन्नपूर्ण साउथ हिउँचुली अनि फिस्टेड अन्नपूर्ण साउथ एकचोटि त्यहाँदेखि हिउँचुली त्यसपछि माछा पुछ्रे 3टा माउन्टेन बिहान 3टा माउन्टेन बेलुकी no snacks, no kacang kucang, no chips, no cans, just preserved food. Just a boiled rice. Oh, dead of 1 meal. Now it's winter coming, so we go more dead of roti. Now, yeah, it's still hot, so yeah, we didn't do it. There you go. A good rice pizza, white rice magic pizza from Himalayan country. This is finger licking good. Finger licking good. Licking good.
फोटो त मध्यम त हो जुन तो कीड़ा काँडा हाल्ला है मोरेर Thanks for watching and thanks for watching. And please give me some comments there. Please suggest me as a new content creator. You know, maybe my old videos are like 12-13 years old. So at some point I started earlier, but I didn't continue. It was just more like for fun. You know how to update, how to boost, you know how to put the tags, you know, and then thumbnail thing, you know, lots of things. So, but now they're getting old, you know. I don't know about the Birda Bhatta, you know. So no pension, no retirement, you know. So maybe, you know, in case if it happens, you know, maybe pocket money, sitting there, go with a coffee. Some local places and just make some photos and just upload and show you, you know, kind of thing. And all the pictures, some old memories like 25 years back, all the night trekking and all that adventure stuff, you know. Yeah, I'm trying to organize and reboosting the old videos and just resizing, you know, refining. Yeah, ChatGPT is what greatest guy, you know. Machine guy, you know, he helps me a lot, you know. He gets everything. I'm very happy. Again, I see many thumbnails he makes me right there, you know. All the ideas, all the tag, you know. Yeah. Yeah, kind of IT world, AI generation, AI era. Thank you. Saluti. Ciao, ciao. Hasta la vista.